वेलकम ब्याक टु माई एनदर भ्लग। अनि आज चाहिँ हामी बनकुखुरालाई चाहिँ पासो थाम्छौँ हैन। त्यो धानसान पाकिसकेको थियो, बनकुखुराले धान खाएर ढुटो बनाएको छ। त्यही हो, धान चाहिँ अहिले चाडपर्व लगाएको कारणले चाहिँ भ्याएन धान काट्नलाई। धान चाहिँ मजाले पाकिसकेको छ, तिहार पनि नजिकै गएको। अनि बनकुखुरा चाहिँ 15-20 वटा छपके आएर भयो नि। यहाँ चाहिँ सधैँ सुरुमा हाम्रो धान पाकेको छ कि, सधैँ सुरुमा रोपेको खेत, त्यही भएर सुरुमा हाम्रै पाक्यो। अनि बनकुखुरा लटरमै आयो कि। अब बिहान र बेलुका 20 वटा कुखुराले खाएपछि धान सर्लकै सिद्धिहाल्छ नि। त्यही भएर चाहिँ बनकुखुरालाई पास थाप्न आएको। अहिले म देखाउँछु बनकुखुरालाई पासो कसरी थाप्नु भनेर। यो मलाई खासै थाहा चाहिँ छैन, अब केटाहरू जाने अरे, केटाहरूले पासो थाप्छ। इन्जिनियर मङ्गल दाइले चाहिँ अब बनकुखुरालाई र कालिजलाई चाहिँ पासो थाप्दै हुनुहुन्छ होइन। पासो यहाँ टक्कर थाप्ने, यहाँ चाहिँ बनकुखुरा हिँड्ने ठाउँ अरे। बनकुखुरा कसैले चाहिँ बनकुखुरा भन्छ, कसैले लुइचे भन्छ। हाम्रोतिर चाहिँ बनकुखुरा प्रख्यात छ। त्यही हो, हाम्रो चाहिँ खेती त तलतिर भयो, त्यो धान पाकिरहेको। अनि यो कुलो भयो यता, ठ्याक्कै कुलोभन्दा माथिल्पट्टि यहाँनिर पास थाम्न लाग्यो। यहाँ चाहिँ कुखुरा परिसकेपछि मात्र हामी देखाउँछौँ, अहिले देखाउँदैनौँ। अनि हाम्रोतिर चाहिँ कालिज बनकुखुरा भयो होइन, उतातिर चाहिँ बनकुखुराले के भन्छ, लुइचे भन्छ कि बनकुखुरै भन्ने चलन छ त्यतातिर। लुइचे भन्छ हामीले, तपाईँहरू चाहिँ लुइचे भन्छ। अनि भिडियो हेरिरहने मान्छेहरूतिर चाहिँ के भन्छ, लुइचे भन्छ कि बनकुखुरा भन्छ। अनि एउटा कालो लिस भन्छ, अनि रातो बास्नेलाई चाहिँ भन्छ लुइचे भन्छ। यो कसरी बन्ने त्यो पनि भनिदिनु त ल। पहिला गाँठा बनाउने हो, यो पासो भइहाल्यो। पासो बनाउने तरिका म यहाँ अड्डेन नि। यो कस्तो भयो, यसलाई यतिकोमा राखिदिने हो, त्यसको ज्यान छिडोस् न, खुट्टामा लागोस् है। स्वाट पार्ने फेरि देखाउनु त, स्वाट बनाएर पुग्छ। यो अलिकति छुए पनि हुन्छ कि, यसलाई यतिकोमा राखिदिने हो। कुखुराको ज्यान यति त हुन्छ नि होइन। अनि त्यसको खुट्टाले भेट्यो भने यति हुन्छ। खुट्टामा के टाउको पनि पर्छ। यहाँनिर हिँड्नु पार्ने यहीँ हिँडेछ होइन, यहीँ हिँड्छ क्या। तपाईँले कसरी थाहा भयो यहीँ हिँडेर? यहाँ बाटो छ त हिँडेको, कुखुरा हिँड्ने बाटो हो त्यो। कुखुरा हिँडेकै होला। मिर्ग हिँड्दैन त? मिर्ग हिँड्दैन पर्छ। सन्देशले हेर्ने, सन्देश आएन, सन्देशले कहाँ थाहा त गुड कहाँ छ भनेर। थाक्लो खेतमा बाँध्ने हामीले त्यहाँ थाकल फेदमा बाँध्यो एउटा लाम्रेल ढोक्यो वनमा। त्यो चाहिँ थाकल फेदमा बाँध्यो होइन। यहाँ चाहिँ कसरी अडाउनु लाग्यो। यो ख्यास चाहिँ यतिकै राख्ने हो, यतिकै राख्दा पर्छ त। यहाँ आएको बेला पर्छ, छोटो भयो नि। तपाईँहरू गाउँतिर नि यसरी पारेको त? धेरैचोटि पारेको छ। त्यो चाहिँ हिँड्ने ठाउँ योपट्टि मात्र होस् भनेर एक ठाउँ बनाएको थियो। पऱ्यो भने मलाई देखाउनु है युट्युबमा। म युट्युब हेरेर छु। परे तपाईँलाई म भिडियो कल गर्छु, तपाईँ टिका लाउँदैन भन्ने कि अरे तिहारमा। हामी टक्क लगाएर भिडियो कल गर्छौँ।
पर्यो मलाई पर्यो आऊ कानालाई भन्नु यहाँको चाहिँ पासो डिजाइन यस्तो भयो यहाँ चाहिँ दुईपट्टिबाट चाहिँ झारले छेकेको झारले किन छेकेको कुखुरा चाहिँ त्यहीँबाट छिरोस् र त्यसको मुन्टो अथवा खुट्टा चाहिँ त्यहाँ परोस् भन्ने हिसाबले चाहिँ त्यस्तो बनाएको हो। अनि यसो डोरी त्यहाँ बाँध्यो अनि डोरी यसरी बाँधेर यहाँनिर हरियो डोरी किन बनाउँदाखेरि घाँसहरू नि हरियो हुन्छ नि त त्यसलाई नि हरियो चुज गरेर घाँस घाँस हो सोच्योस् भनेर खातेर यहाँ ल्याउने अब यहाँ त बुझाइदिनु त ल मङ्गललाई भिडियो बनाएर टक्क रिभ्यू भनेर मङ्गल छ ल यहाँ डोरी छ ठाडो भयो तेर्सो यहाँ डोरी छ यतिकोमा हिँड्छ यो अनि तलबाट लखार्दाखेरि यहाँ छिल्छ अनि पर्छ। अनि अर्को चाहिँ यतापट्टि बनाउनु लाग्यो यी नजिक किन बनाउँदाखेरि चाहिँ कुखुराहरू चाहिँ समूहमा हिँड्छ किनभने घटट एकैपट्टि कुदिया हुन्छ अनि त्यसलाई तिनीहरू चाहिँ आँतेर चाहिँ एउटा नि एउटामा पर्छ कि भनेर हो कि एउटा थाकल खेतमा बाँधे यसरी त्यो थाकल खेतबाट बाँधेर यसरी ल्याए यो चाहिँ नाइलनको डोरी हो ल इन्जिनियर साहबले अर्कोपट्टि बनाउँदै हुनुहुन्छ। अनि यहाँ टक्क लाएर यस्तो चाहिँ कुलो टाइप बनाइदिए यहाँ साँग्रो भएपछि त्यहाँबाट एकपट्टिमा जान्छ त्यहाँबाट कुद्ने हुँदैन यहाँ चाहिँ मलाई नछो है भन्ने यसलाई बिग्रिन्छ भनेर अनि यो यस्तो छ क्या यहाँनिर यहाँ गोलो बनायो नि यहाँ चाहिँ मुन्टो अथवा खुट्टा जे छिरायो नि त्यहाँ छ्याप्प अड्किन्छ भनेर अनि त्यो जति टाढा हुँदै गयो त्यतिकै कसिँदै जान्छ। अनि अर्को तरिकाले चाहिँ मङ्गलले मान्न झ्याउ बनायो कि अर्को तरिकाले चारैतिर के गर्ने र त्यसलाई अर्को डोरी तागेर बनाउने थियो त्यो भ्याउँदैन। किन भ्याउँदैन यस्तो हुन्छ नि क्याम लाग्छ क्या त्यो अर्को तरिका पनि थियो। अर्को तरिका चाहिँ चारैतिर डोरी टाँगेर चाहिँ अनि फ्याट टर्ने खाले तरिका थियो त्यो चाहिँ अहिले भ्याएन समय लाग्ने भएर त्यो डोरी बाट्नै 1 घन्टाभन्दा बढी समय लाग्छ अरे। अनि मलाई चाहिँ घर जानु छ अरे भोलि तिहारलाई टिका भएर अनि त्यही हो मलाई आइसकेपछि गर्छौँ। अहिले चाहिँ हामी यसै काम चलाउ हिसाबले गरे हो यसमा पनि पर्ने चान्स बढी हुन्छ किनभने कुखुरा धेरै छ क्या 20-22वटा कुखुरा छ एकचोटि यहाँ 20-22वटा कुखुराले धान खाँदा सर्लग सिद्धिन्छ अनि धानको संरक्षण पनि हुन्छ कुखुराहरू पनि यसो दच्किन्छ भन्ने हिसाबले हो। यतातिर बन्दुक पनि छैन बन्दुक पड्काउन पनि मिल्दैन अझभन्दा बारुदै पड्काउनु मिल्दैन बन्दुक त के कुराहरू नि त्यो गुलेलीले के दच्काउने घाइते मात्र बनाउनुलाई कुनै चिजको मार्नु छैन पक्लकै मारिहाल्यो त्यो घाइते बनाएर अझ बनाएर छुन चाहिँ भएन त्यही हो। अर्को सेकेन्ड पनि रेडी भयो त्यहाँ अब कहाँ चाहिँ नि त्यता एक ठाउँमा लाउने अनि कतिवटा पासो बनाउने 5वटामा 5वटै पर्छ एउटा पर्छ 5वटै पार्ने के 5वटै पऱ्यो भने के गर्ने खाने तपाईँ घरै हाल्छ हामी खान्छौँ भिडियो बनाउँछौँ तपाईँले भिडियो कल गरेर देखाउँछौँ हामी लाउडेल ठोकेकै बनमाहरू हुँदा अरेली गाना बिजिहाल्यो नि यार। अब 2टा पासो बनाएर भ्यायो अब एउटा पासो बनाउने यहाँ माथितिर अनि तलतिर पनि बनाउने 5वटा पासो बनाउने तलतिर खेतबाट लखाटेर यतातिर आउँछ अनि त्यही हामी फ्याट लाएर पर्छ कि भन्ने हिसाबले अहिले मङ्गललाई चाहिँ अल्छी गऱ्यो अहिले खतरा तरिकाले बनाउनु चाहिँ अल्छी गऱ्यो एउटै पासो बनाउनु 1 घन्टा लाग्छ भनेर अहिले फ्याट लाएर 1 मिनटमा बनाइदियो एउटा पासो। इन्जिनियर साहबको अब 3rd प्रोजेक्ट त्यहाँ टक्क लाएर घोचा गाड्नु भयो त्यहाँ घोचा गाड्यो त्यहाँ चाहिँ कुखुरा त्यहाँ छेर्ने ठाउँमा न यो पासोमा नि हामीले त्यही स्ट्राटेजी अप्नाएको छौँ अरू बाटो बन्द गरिदिएको यसरी अनि यसरी हुँदै गएर यहाँबाट छिर्छोस् अथवा यहाँबाट छिरोस् भनेर चाहिँ गरिदिएँ त्यो छिर्दाखेरि ठ्याक्क लाएर अड्किन्छ भनेर त्यो सोचेर गरे हो।
यहाँनिर डोरी हरियो छ, घाँस पनि हरियो छ। दुइटै हरियो भएर चाहिँ कुखुराहरू चाहिँ झुकिन्छ अथवा झुक्रियोस् भनेर गरेको। यो घर तेह्रो पासो र मलाई हिसिक्क हाँस्यो भनेपछि यो पऱ्यो है, आज बेलुकासम्म परेन मगाउँदै बेलुकासम्म। परिहाल्यो भने त भोलि पो जान्छ घर। पाँचवटामा पाँचवटै पऱ्यो भने तपाईँ 3टा लैजाने 2टा हामी खाने। त्यहाँ पनि बाटो छेकिदिएको त्यसरी। यो बाटो छेकिएको कुखुरालाई एउटै बाटो हिँड्नुहोस् भनेर 1 करोड बाटो।